हामी एउटै ओछ्यानमा सँगै सुत्छौँ तर किन कहिलेकाहीँ शरीर नजिक भएर पनि मन टाढा हुन्छ? श्रीमती र श्रीमान दुवै एकअर्कामा प्रेम गर्छन् तर यौन इच्छा चाहना चाहिँ किन फरक फरक समयमा आउँछ? साथीहरू सबैजनालाई नमस्कार। आज हामी यिनै विषयमा रहेर विशेष चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। महिलाहरूको यौन इच्छा केवल शरीरसँग मात्र होइन, भावना, आत्मीयता र सुरक्षाको अनुभूतिसँग पनि गहिरो रूपमा जोडिएको हुन्छ। सामान्य अवस्थामा एक महिलालाई 5 देखि 10 दिनभित्रमा यौन सम्बन्धको इच्छा उत्पन्न हुन सक्छ। तर यदि श्रीमान मायालु छन्, संवाद हुन्छ, स्पर्श हुन्छ भने यो कार्य घटेर 3 देखि 5 दिनमै उनी सहज महसुस गर्न थाल्छिन्। यदि श्रीमान जतिसँगै भए पनि लामो समयसम्म मन दुखाउने व्यवहार हुन्छ, सम्मानको कमी हुन्छ, त्यसबेला ओछ्यान एउटै भए पनि महिलाले टाढा महसुस गर्न थाल्छिन्। अब कुरा गरौँ पुरुषको हकमा कस्तो हुन्छ। पुरुषमा यौन इच्छा प्राय शारीरिक हर्मोन टेस्टोस्टेरोनद्वारा उत्पन्न हुन्छ। सामान्यतया 2 देखि 3 दिनमै उनीहरूलाई सम्बन्ध राख्न चाहना हुन्छ। श्रीमतीसँग राम्रो सम्बन्ध नरहेको खण्डमा 4 देखि 5 दिनसम्म उनीहरू जान सक्छन्। तर त्योभन्दा धेरै गएपछि मानसिक चिडचिडोपन उत्पन्न हुन थाल्छ, बेचैनी, अशान्ति आउन थाल्छ। यदि श्रीमतीले प्रेमपूर्वक साथ दिन्छन्, शारीरिक भन्दा पनि आत्मीयता साथ दिन्छन् भने पुरुषको पनि यो सहनशीलता बढ्न सक्छ र सन्तुलनमा रहन्छ। साथीहरू एउटै ओछ्यानमा सुत्नु मात्रै पर्याप्त छैन। भावनात्मक निकटता नभएमा सम्बन्ध कमजोर हुन्छ। लाज, रिस, थकान, डर यी कुराहरूले चाहनालाई दबाउँछन्। त्यसैले शरीरभन्दा अगाडि मन नजिक बनाउनु पर्छ। साथीहरू श्रीमान श्रीमती बीच एकअर्कामा बुझ्ने प्रयास गरौँ र मनलाई नजिक बनाऊ। श्रीमान श्रीमतीको सम्बन्ध राम्रो बनाउन यौन भन्दा पनि पहिला संवाद चाहिन्छ। पुरुषलाई तयार छैन भन्नु अपमान होइन र महिलालाई नचाहनु भन्नु पनि नकारात्मक होइन। दुवैको मन बुझिसकेपछि मात्रै शरीरले पनि आत्मासँग मेल खान्छ। यौन इच्छा कुनै दोष होइन, यो हाम्रो जीवनको स्वाभाविक लय हो। तर यसलाई सम्मान, प्रेम र समझदारीले मात्र पूर्ति गर्न सकिन्छ। साथीहरू श्रीमतीलाई 5 देखि 7 दिनमा मात्रै यौन चाहना हुन्छ भने उनलाई 3 देखि 5 दिनमै यौन इच्छा हुन सक्ने बनाउन सकिन्छ। यदि मायालु व्यवहार, समझदारी, आत्मीयता छ भने उनी 3 देखि 5 दिनमै पनि तयारी हुन्छन्। तर एकअर्कामा गहिरो प्रेम सम्बन्ध हुन जरुरी छ। श्रीमान श्रीमती सँगै भएर एउटै बिस्तारामा सुतिरहँदा पनि श्रीमान एकतिर फर्केर सुत्नुहुन्छ र श्रीमती अर्कोतिर फर्केर सुत्नुहुन्छ भने यो कारणले तपाईँलाई एकदमै ठुलो नकारात्मक असर पार्न सक्छ यौन सम्बन्धमा। जब दुवैजनाले एकअर्कालाई बुझ्छन्, त्यो घरमा प्रेम मात्र होइन, शान्ति र सन्तुष्टि पनि बस्छ। त्यसैले साथीहरू श्रीमान श्रीमती बीच कुनै पनि मिसअन्डरस्ट्यान्डिङ जस्ता कुराहरूले असहजता ल्याएको छ भने यसलाई जडैबाट उखालेर फाल्ने प्रयास गर्नुहोस्। वास्तविक कुरा के हो पत्ता लाउनतिर लाग्नुहोस्। झगडा गरेर कहिल्यै पनि समस्याको समाधान हुँदैन। साथीहरू हजुरहरूलाई हाम्रो भिडियो उपयोगी लाग्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला ताकि यस्तै इन्फर्मेसन भिडियोहरू सबैभन्दा पहिला तपाईँसम्म आइपुगुन्।